1 घण्टाभित्र नै हामीले विश्व बैंकसँग कुरा गरेर करिब करिब 25 अरब रुपैयाँ जतिको आर्थिक सहायता जुटाएका थियौं। चीन सरकारबाट, भारत सरकारबाट, जापान सरकारबाट, एसियाली विकास बैंकबाट, इन्टरनेशनल फेडरेशन अफ द रेड क्रस वा जेनेभाबाट तुरुन्तै सहयोगहरू चाहिँ आएको वा आउने प्रतिबद्धता हामीले हासिल गरेको छी। एउटा आत्मविश्वासका साथ हामी अगाडि बढ्यौं। यद्यपि यसपालिकै बजेटमा पनि हामीले करिब 10 अर्ब रुपैयाँ यो पुनरुत्थान, राहत, विपद व्यवस्थापन जस्ता विषयमा राखेका छौं। प्रधानमन्त्रीकै चाहिँ नाम रहेको जुन चाहिँ दैवी प्रकोप उद्धार कोषमा पनि झण्डै झण्डै 2 अर्ब 34 करोड जति रहेको, गृह मन्त्रालयलाई पनि हामीले 1 अर्ब 17 करोड जति विनियोजन गरेको र यी सबै विषयहरू जोड्दाखेरि हामीसँग अहिले तत्काललाई साधन स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि क्याबिनेटले, प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ। त्यही भएर राहतको कामहरू, उद्धारको कामहरू, प्रारम्भिक पुनरुत्थान, अर्ली रिकभरीका कामहरू र असाध्यै अत्यास लाग्दो चाहिँ जुन पुनर्निर्माणको आवश्यकता छ त्यसलाई हामी अलिकति वैज्ञानिक तथ्याङ्क आइसकेपछि पहिला 72 को भूकम्पमा जसरी पुनर्निर्माणको एउटा महाअभियान नै हामीले छेड्नु परेको थियो, अहिले पनि त्यही स्केलमा अगाडि जाने संकल्पका साथ हामी तयारी गरिरहेका छौं। 22-25 वटा पक्की पुल, 700 मेगावाट जतिको निजी क्षेत्रबाटै सही हाइड्रो पावर प्लान्टहरू क्षतिग्रस्त हुन पुगेका छन् हैन। धेरै अब जनधनको क्षतिको कुराहरू छन्। अहिले तुरुन्तै लासहरू चाहिँ अब नवलपुरमा, चितवनमा गएर भेटिन थालेका छन्। यो डेड बडी म्यानेजमेन्ट यो आफ्नै एउटा छुट्टै विषय पनि हो। यो सबै कुराहरूमा चाहिँ हामीले होल अफ द गभर्नमेन्ट मात्र होइन, होल अफ द स्टेट मात्र होइन, होल अफ द सोसाइटी अप्रोच, समाजका सबै पक्षीय दल निकायहरू नै यसमा चाहिँ लाग्नु पर्ने आवश्यकताका साथ अगाडि बढेका छन्। धेरै धेरै